अनि नमस्ते सबैजनालाई। आज चाहिँ म रुमबाटै भिडियो बनाइरहेको अवस्था। रुममा चाहिँ आज भर्खर दिनमा आज सुत्न पाएन, त्यही कारणले गर्दाखेरि आँखा पनि रातो रातो भइरहेछ। अनि अहिले भर्खर अनि मेरो छोरा र छोरीको अहिले भर्खर स्कुलबाट छुट्टी भयो। अहिले तिनीहरूलाई लिएर आए भर्खर। देख्न सक्नुहुन्छ यता हाम्रो छोरी। हेलो अन्ना। हेलो। नाम के हो तेरो? रेशमा। कतिमा पढ्दैछौ? 4 मा। 4 मा? आज के सिकायो त? बोलो। क्या सिकायो आज? साइंस, सोशल, मैथ्स, कंप्यूटर। कंप्यूटर। उता चाहिँ मेरो हरपमट्टी बुढी भन्न मिल्छ भन्ने हो होइन। त्यही हो, मेरो चाहिँ एउटा सानो फ्यामिली अनि ह्याप्पी एकदम सानो फ्यामिली होइन। रुम चाहिँ मेरो अहिले गतिलो छैन, अहिले क्लियर गरेको छैन। अहिले बालबच्चाहरू स्कुलबाट भर्खर घर पुगिसक्यो होइन। हामी चाहिँ अब आज बाइक चाहिँ धुलाउनु पऱ्यो अब। अनि गाडीको अवस्था एकदमै नाजुक भइरहेछ, त्यही भएर गाडी साडी धुलाउनु लग्नुपर्ने अवस्था छ। र आज एकदमै बाहिर जान पाएला जस्तो छैन आज कामले गर्दाखेरि। काम अहिलेसम्म बिहान गर्नुपर्ने काम थियो, तर बिहान कामसाम गरेको छैन। हामी चाहिँ एकछिनपछि काम गर्नुलाई रेडी हुँदैछौँ। र यता हाम्रो छोरा, क्या नाम तुम्हारा? आदि। आदि है? आदित्य है? हाँ? पूरा नाम क्या है? आदित्य। आदित्य क्या है? आदित्य क्या है? आदि। आदित्य जागरी। आदित्य जागरी है? पूरा नाम बताना है, कभी भी थोड़ा नहीं बताना है, ठीक है? त्यस्तै छ साथीहरू, यस्तै छ भन्ने हो बेङ्गलोरको जिन्दगी। के गर्नु अब, जसरी भए पनि काट्नै पर्यो होइन। मेरो चाहिँ बेङ्गलोरमा यही सानो भन्दा पनि अब ठुलै भनौँ, अरूको भन्दा त ठुलै छ। तर अहिले चाहिँ यता यो काम गर्न थाले 11 वर्ष जति भयो मलाई चाहिँ यो बिल्डिङमा चाहिँ। अनि कहिलेकाहीँ बाहिर घुमिरहन्छु र गइरहन्छु भन्ने टाइम पासको लागि, त्यही पनि ठिकै छ। मेरो रुमको हालत चाहिँ यस्तो छ कि अब देखाउन नमिल्ने कि, त्यही पनि अलिअलि एक झलक म देखाइदिन्छु हजुरहरूलाई। कस्तो लाग्छ कमेन्ट छ भिडियोमा चाहिँ कमेन्ट गरिदिनु होला है त। यता चाहिँ यता फ्रिज राखिएको छ अनि त्यतापट्टि ठ्याक्क अलमारी भन्ने हो। अनि ग्यासको चाहिँ यसको अब गभर्मेन्ट ग्यास हो, अहिले प्राइभेटको चाहिँ धेरै महँगो भइसकेर मैले चाहिँ इलेक्ट्रिकल ल्याएको छु। एउटा यो छ, अर्को आज बुढीले खानासाना त के बनायो थाहा भएन, कुकरमा भात सात लगाएर सोधिदिएको रहेछ होइन। छोरो पनि भर्खर स्कुलबाट आएर आफ्नो ड्रेस चेन्ज गरिसकेर यता उभिसकेको अवस्था छ। अनि मेरो ग्यास चाहिँ यता प्राइभेट ग्यासको कामै छैन। कसैले प्राइभेट ग्यास चाहिएमा मलाई सम्झिनु होला। मैले चाहिँ गभर्मेन्ट ग्यास युज गर्न सुरु गरिसक्यो होइन। अनि सबैतिर त्यही हो, अरूको भन्दा रुम अलि ठुलो छ। अनि कोही आउँछन् बाहिर, कोही बाहिर आएर गेटमा खडखड गर्छन् भने मैले यहीँबाट हेरिहाल्छु, यहीँबाट रुमबाटै आवाज गरिसकेपछि। अनि मोबाइलमा अनि कनेक्सन छ र म त्यहीँबाट देखिहाल्छु भन्ने कोही मेरो रुमको छेउछाउमा होइन क्याडकुड गरेर ढोकामा आएर क्लाम गरिसकेपछि म तुरुन्त थाहा पाइहाल्छु होइन। त्यही हो। के भन्यो? मैं अलग लेभल का बन्दा हूँ। देख्न सक्नुहुन्छ छोरा चाहिँ अहिले भर्खर 1 मा पढिरहेछ र अहिले भन्नु लाग्छ कि पुरा क्लियरसँग बोल्न आएन, मलाई अलगै लेभलका बन्दा हुँ भनेर भन्छ। के गर्नु, म पनि भर्खर सिक्न लागेको छु होइन। मलाई पनि बोल्न त आउँदैन, त्यही पनि के कस्तो लाग्छ हजुरहरूले रिएक्सन दिनु होला। अब हामी भने बाहिरतर्फ गएर गाडीलाई चाहिँ आज धुलाउनु पर्ने अवस्था छ। लास्टै नाजुक भइसकेको छ र हामी गाडी टक्लक गरेर नुहाइ आज गाडी पनि धोइदिउँ न भन्ने हो। म त धुन्न, आफ्नो गाडी आफै धुन्न, चित्त बुझिन्न। तर बाहिर जान्छु, एकछिनपछि बाहिर गइसकेछु, टक्क लगाएर बाहिर धुलाएर ल्याउने हो। गाडीको हालत चाहिँ अहिले नाजुक छ, अहिले नदेख्या होला। एक झलक धुलाइसकेपछि चाहिँ हामी अवश्य हजुरहरूलाई देखाउने वाला छौँ है त।
फाइनली साथी म चाहिँ गाडी साडी धुलाएर 7:30 बजिसकेको रहेछ। बाहिर चाहिँ अँध्यारो भएको हुनाले यहाँभित्र अलिअलि निन्द्रा बडा मुस्किलले खुले, के गरौँ अब यस्तै हो। दिनमा सुत्ने बानी परिरहेको छ, त्यही भएर धेरै गाह्रो छ भने यतातिर भने। हजुरहरूको के छ, कस्तो छ, दिनमा सुत्ने कसको बानी छ? यता रोइले हानिदिनु पर्यो अब।